चाहिँ एकदम मलाई नि यो घिरलाको सब्जीसँग एकदम तरान घिरौलाको सब्जी बनाइरहेको छु। यो घिरौला चाहिँ सोनी दिदीले पठाइदिनु भएको, त्यही भएर थ्याङ्क यू सो मच सोनी दिदी फर दिस घिरौला। अनि के अरे मलाई चाहिँ यो घिरौला चाहिँ चना हालेर बनाउँछु, कुकरमा सिटी लगाएर। घिरौलाको सब्जी खान मन लागेको एकदम एकदम क्रेभिङ भएको क्या। मेरो हस्बेन्डलाई चाहिँ घिरौलाको सब्जी मन पर्दैन। अब हामी बिहान मात्रै बसेको छौँ, अनि के मलाई मिठो लाग्यो, मलाई खान मन लाग्छ भनेर भन्नु है। अनि यतिखेरै सोनी दिदीले घिरौला कहिले खान मन नलागेको कुरा पनि प्रेग्नेन्सीमा खान मन लाग्छ अरे होइन, राम्ररी बनाउने कोसिस गर्छु। कस्तो रहेछ अब यसको चना मजाले सिटी लाग्नुसम्म यो मजाले पाक्नु आउँछ। अब चाहिँ पापड काट्नु पर्यो। यस्तो भएको छ सब्जी। यहाँ यस्तो बनाएको छु। अब त्यस्तो गरेर मैले कस्तो भएको रहेछ। I can't wait to eat. Oh my god, my beauty baby. यस्तो भएको छ। अब हेर्नु कस्तो भएको चाहिँ खाँदाखेरि कस्तो हुने रहेछ। मिठो मात्रै होइन, एकदमै धेरै मिठो भएको।